हेलो एभ्रिवान वेलकम टु बीएचएमएम्स। आज हामीले सल्भ गर्न गइरहेको कुरा भनेको चाहिँ बार एन्ड बेभरेजको युनिट 1 को अल्कोहलिक प्रुफ भन्ने च्याप्टरको चाहिँ यो जुन एउटा क्याल्कुलेसन हुन्छ जुन चाहिँ एक्जाममा पनि फ्रिक्वेन्टली सोधिरहेको वान अफ द मोस्ट इम्पोर्टेन्ट पनि तर मोस्ट सिम्पल पनि भन्छु मलाई है, किनकि हामीले याद गर्नुपर्ने भनेको एउटा फर्मुला मात्रै छ। त्यति फर्मुला लगाएपछि सबै कुरा जस्तो प्रब्लम दिए पनि सल्भ हुन्छ क्या। सो हामी त्यसलाई नै हेरौँ। म जस्ट एक्सप्लेनेसन गरिदिन्छु, तिमीहरूले पनि सबैजना बुझिहाल्छौ है। हामीले याद गर्नुपर्ने भनेको एउटा रिलेसनशिप फर्मुला छ है, 1% ABV इक्वल्स टु 2 डिग्री US प्रुफ इक्वल्स टु 1.75 UK प्रुफ भनेर छ हैन। यो फर्मुला याद गर्ने हामीले यसलाई 1% ABV भनेको चाहिँ GL पनि भन्न सक्छ है, एक्जाममा जसरी सोधोस्। अब हामी सबैभन्दा सुरुमा एउटा न्युमेरिकल हेरौँ। यो 2025 मा सोधेको बोर्ड एक्जाममै सोधेको क्वेसन हो। कन्भर्ट 40 ABV इन US प्रुफ भनेको छ हैन। अब हामीले यहाँनिर के याद गर्नु पर्यो भन्दाखेरि 40 ABV दिएको छ नि, के दिएको छ, एउटा ABV दिएको छ, अर्को US प्रुफ दिएको छ। अब हामी यो रिलेसनशिप चाहिँ याद गरेको हुन्छौँ हैन। अनि त्यसपछि के गर्ने, अब ABV छ त्यसपछि US प्रुफ छ, यो दुईटालाई लिने, यताकोलाई हामीले UK प्रुफ हामीलाई चाहिदैन। अब विनो गर्ने, त्यसपछि हामीलाई रिलेसनशिप फर्मुलामा के छ, 1% ABV इक्वल्स टु US प्रुफ, त्यही साथ दिने। अनि अब हामीले हेरौँ है, 1% भनेको चाहिँ 2 डिग्री US प्रुफ हुन्छ अरे। अब 40 ABV भनेको चाहिँ कति भन्दाखेरि मल्टिप्लाई गरिदिने, सिम्पल 2 × 40 गऱ्यो भने 80 आउँछ, 80 डिग्री US प्रुफ। यति सिम्पल छ क्या, बस सक्यो, 1 मार्क्स। नेक्स्ट भनेको कन्भर्ट 185 US प्रुफ इन्टु UK प्रुफ भनेको छ। यो 2017 मा सोधेको क्वेसन। यहाँ के सोधेको छ हामीलाई, क्वेसनमा के दिएको छ हामीले छोडिदिउँ। यहाँनिर US प्रुफ, एउटा US प्रुफ दिएको छ, अर्को UK प्रुफ दिएको छ, बस। अब हामी यो फर्मुलामा हेर्छौँ, 2 डिग्री US प्रुफ इक्वल्स टु 1.75 UK प्रुफ भनेर विनो गरिदिने, जस्ट हामीले कपी गरिदिने हैन। हामीलाई चाहिने भनेको US प्रुफ र UK प्रुफको रिलेसन त्यति राख्दिने। अब 2 डिग्री भनेको चाहिँ 1.75 हुन्छ नि, 1 भनेको कति हुन्छ भनेर निकाल्नको लागि 1.75 अनि यो 2 लाई यता लगेको हामीले बाइ 2 गर्यो भने 1 डिग्री US प्रुफ इक्वल्स टु यति 1.75 बाइ 2 UK प्रुफ हुन्छ भन्ने भयो हैन। 1 भनेको यति हुन्छ भने 185 भनेको कति हुन्छ भन्दाखेरि यसको हामीले 185 मल्टिप्लाई गरिदियो भने एन्सर आयो नि त हैन। त्यही गरेको हामीले यो तल US प्रुफ, यो 185 US प्रुफ इक्वल्स टु 1.75 बाइ 2 इन्टु 185 क्याल्कुलेट गर्दाखेरि यति 161.875 आउँछ। यसलाई हामीले राउन्ड अप गरेर चाहिँ 162 डिग्री UK प्रुफ लेख्दा भयो हैन। यो लेख्दै पनि यतिकै छोडे पनि केही फरक पर्दैन, यो गरे पनि केही फरक पर्दैन, मार्क्स चाहिँ आउँछ है। यो हामी डेरिभेसन यो फर्मुला चाहिँ कसरी आयो भनेर हेर्ने डेरिभेसन हो। यो हामी यो लास्टमा हेरौँ है, एउटा अर्को नै न्युमेरिकल हेरिहालौँ। यो भनेको चाहिँ रेन्डमली मैले बनाएको क्वेसन हो। कन्भर्ट 22% इन्टु UK प्रुफ भनेर क्वेसन सोध्यो अरे इफ इन केस। अब हामीलाई यहाँ के सोधेको छ, यहाँ पर्सेन्टेजको कुरा गर्यो, यहाँ UK प्रुफको कुरा गर्यो। अब हाम्रो फर्मुलामा के थियो अगाडि भन्दाखेरि 1% त्यसपछि UK प्रुफ हो। यो हाम्रो दुईटा मात्र चाहियो क्या, 1% इक्वल्स टु 1.75 भन्ने याद चाहियो। हामीले त्यही कपी गऱ्यौँ, 1% ABV इक्वल्स टु 1.75 UK प्रुफ। देन गर्ने 1 भनेको 1.75 हुन्छ भने 22 भनेको कति गर्न थाहा पाउनको लागि मल्टिप्लाई गर्ने, सिम्पल। त्यो क्याल्कुलेट गर्दाखेरि 38.5 आउँछ, द्याट्स इट। अब यहाँनिर जे सोधोस् तिमीहरूलाई युकेबाट US लाग्नु भन्यो भने पनि यहाँबाट US र UK को फर्मुला लिने, बस सक्यो। त्यसपछि अब तिमीहरूलाई यहाँबाट ABVबाट UK लग भने पनि UKबाट ABV लग भने पनि जताबाट जुन जस्तो खालको क्वेसन घुमाए पनि अब चाहिँ धेरै फर्मुलाहरू याद गर्न परेन क्या, बस यति मात्र याद गरे पुग्यो। अब यो फर्मुला चाहिँ कसरी आयो भनेर जस्ट नलेजको लागि है, यो एक्जाममा सोध्दैन डिराइभ गर भनेर सोध्दैन है, तर पनि अब हामी जस्ट रिलेसनको लागि याद गरिराखौँ कसरी निस्किन्छ भनेर। सबैभन्दा सुरुमा हाम्रो अब जो GL हुन्छ नि, गेलुसेक, त्यसलाई चाहिँ हामी ABVमा कन्भर्ट गऱ्यौँ है। सबैलाई चाहिँ हामी ABVमा कन्भर्ट गरेर हेर्छौँ क्या। हामीले थाहा पाएको कुरा के भन्दाखेरि 1 डिग्री यो गेलुसेक भनेको चाहिँ 1% ABV हुन्छ भन्ने कुरा हो। सपोज 20 डिग्री GL थियो भने यसलाई कन्भर्ट गर ABVमा भन्यो भने यो 20 नै हुन्छ क्या, 20 ABV हुन्छ हैन। जस्ट हामीलाई 1 सबैले 1 मा कन्भर्ट गर्नुपर्ने छ, त्यही भएर हामी 1 मै छोडिदिउँ यसलाई। 1 गेलुसेक भनेको 1% ABV भयो। त्यसपछि अब अर्को हाम्रो US प्रुफलाई ABVमा लग्यौँ, ABVमा लग्यौँ है। यो भनेको अब 100 डिग्री US प्रुफ इक्वल्स टु 50% ABV भन्ने हुन्छ। यो चाहिँ हाम्रो फर्मुला नै हो ल।
तिमीले याद गर्दाखेरि पनि यसरी नै याद गरेको थियो होला सायद। त्यसपछि अब डिभाइड बाई बोथ बाई 50 गर्ने, किन गर्ने भन्दाखेरि यहाँ 1% एबीमा लाने भन्थ्यो नि सबैमा हामीले, सबैलाई एबीमा कन्भर्ट गरेको हामीले, त्यही भएर डिभाइडिङ बोथ साइड बाई 50, दुईटै साइड डिभाइड गर्दाखेरि 2 डिग्री युएस प्रुफ इक्वल्स टु 1% एबीबी आउँछ यो स्टेप 2 मा पनि। अनि स्टेप 3 मा के छ भन्दाखेरि अब युके प्रुफ बाँकी रह्यो हाम्रो, युके प्रुफलाई पनि एबीबीमा लग्ने हो। त्यसपछि यो यसको रिलेसन चाहिँ के हुन्छ भन्दाखेरि फर्मुला चाहिँ के भन्दाखेरि 100 डिग्री युके प्रुफ इक्वल्स टु 57.1% एबीबी हुन्छ भनेर हो क्या। अब यसलाई पनि हामी 1% एबीबीमा लान के गर्ने भन्दाखेरि बोथ साइडबाट डिभाइड गरिदिने 57.1 ले डिभाइड गर्दाखेरि के हुन्छ भन्दाखेरि अब 1.7513 युके प्रुफ इक्वल्स टु 1.1% एबीबी भयो हैन, गर्दाखेरि 1.75 राउन्ड अप गर्दाखेरि 1.75 युके प्रुफ गर्दाखेरि 1% एबीबी भयो। त्यसपछि सबैलाई अब हाम्रो स्टेप 1 2 3 सबैलाई कम्बाइन गर्ने। अब 1 बाट के आएको थियो भन्दाखेरि 1 गेलुसेक इक्वल्स टु 1% एबीबी आएको थियो। स्टेप 2 मा के आयो भन्दाखेरि अब हाम्रो 1% एबीबी इक्वल्स टु 2 डिग्री युएस प्रुफ आयो। स्टेप 3 बाट के हामीले निकाल्यौँ भन्दाखेरि 1% एबीबी इक्वल्स टु 1.75 युके प्रुफ आयो। अनि सबैलाई कम्बाइन गर्दाखेरि के हुन्छ भन्दाखेरि हाम्रो यो फर्मुला जेनेरेट हुन्छ। जस्ट द्याट्स इट, थ्याङ्क यू।